नेपाल भर्सेस क्यानाडाको आजको गेम चाहिँ नेपालले 6 विकेटले जितेको छ र क्यानाडाले पहिला ब्याटिङ गर्दै 161 रनको टार्गेट दिएको थियो भने जसमा चाहिँ नेपालले चाहिँ 6 विकेटले जित्दै आफ्नो यो जित चाहिँ हात पारेको हो। र आज चाहिँ आसिफ शेखको चाहिँ उत्कृष्ट ब्याटिङ थियो जसमा चाहिँ उनले 59 रन हो कति रन चाहिँ हानेका छन्, जसमा चाहिँ उनले एकदमै राम्रो स्ट्राइक रेटले खेलेका थिए आज चाहिँ उनले। र उनको गेममा चाहिँ केही परिवर्तन आएको जस्तो पनि लाग्यो, किनभने आज चाहिँ उसले एकदमै एग्रेसिभ खेलेको, गेम चाहिँ एकदम एग्रेसिभ खेलेको देखिन्छ। र आज चाहिँ कुशल भुर्तेल चाहिँ फेरि भन्दा नि कुशल भुर्तेल चाहिँ आज फ्लप भएका छन्। र त्यसै हो, अब चाहिँ नेपालको वर्ल्ड कपभन्दा अगाडि यस्तो फर्म आउनु भने चाहिँ मलाई लाग्छ जहाँसम्म नेपालको टिमको लागि एकदमै राम्रो कुरा हो यो चाहिँ, किनभने वर्ल्ड कप चाहिँ हातै मुखै नजिक चाहिँ आइसक्यो भन्दा नि हुन्छ। आज चाहिँ 5 फेब्रुअरी भइसक्यो, 8 फेब्रुअरीमा चाहिँ नेपालको इङ्ल्यान्डसँग गेम रहेको हुँदा चाहिँ यस्तो फर्म आउनु भनेको एकदमै राम्रो कुरा हो। ल ठिक छ, तर अहिले चाहिँ देख्दाखेरि टिम एकदमै ब्यालेन्स देखिरहेको छ, किनभने अस्तिको गेममा चाहिँ टप अर्डर फ्लप भएको थियो भने मिडल अर्डरले गेम जिताएको थियो। आज चाहिँ टप अर्डरको एउटा खेलाडीले चाहिँ एकदमै राम्रो प्रदर्शन गरेको छ र मिडल अर्डरको पनि ठिकै छ, त्यही पनि यस्तै हुनु भने एकदमै राम्रो कुरा।